सम्पूर्णलाई स्वागत छ आजको यस भिडियोमा। हामी क्लास 12 मा रहेको पाई चार्ट कसरी गर्ने भन्ने कुरा गर्नेछौँ। त्यसैगरी न्यूज स्टोरी कसरी लेख्ने भन्ने कुरा गर्नेछौँ। त्यसैगरी हामीहरुको यी स्टोरी कसरी लेख्ने भन्ने कुरा गर्नेछौँ र अर्को भ्याकेन्सी कसरी लेख्ने भन्ने कुरा गर्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेर्नु होला। तपाईहरुलाई निकै नै इम्पोर्टेन्ट भिडियो, कति पनि स्किप नगरेर जानु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अब सुरु गरौँ, कति पनि ढिला नगरी आजको भिडियो। सबैभन्दा पहिले हामीले पाई चार्ट लेख्नको लागि हामीले पुरा बुझ्नुपर्ने हो। पाई चार्ट के को बारेमा दिएको छ हो, यो पाई चार्ट चाहिँ दिएको छ के को बारेमा भन्ने कुरा बुझ्नुपर्छ। त्यसैगरी पाई चार्टमा चाहिँ हामीहरु आज यो पाई चार्टमा हेर्नुपर्दा हामीहरु के दिएको छ, रिजन फर द इन्टरनल माइग्रेसन। इन्टरनल माइग्रेसन हुनुका कारणहरु भन्नेको एउटा शीर्षक छ, त्यसमा चाहिँ हामीले दिएको छ। अनि हामीहरुको यहाँ दिएको छ के दिएको छ भनेपछि माइग्रेसन अनि माइग्रेसन, म्यारिज, अदर फ्यामिली रिजन, स्टार्ट अ न्यू बिजनेस, स्टडी ट्रेनिङ, लुक फर वर्क, इजियर लाइफस्टाइल, अदर रिजन भन्ने यहाँ धेरैहरु रिजनहरु पनि दिएका छन्। त्यसलाई चाहिँ हामीले कसरी लेख्ने भन्दाखेरि द एबोव पाई चार्ट सोज दैट द रिजन फर इन्टरनल माइग्रेसन इन द 5 इयर्स नेपाल। पहिला एकपटक यसले पाई चार्टले भन्न चाहिँ खोजेको छ के छ, 5 वर्ष भित्रमा नेपालमा कति माइग्रेसन भयो त त्यो बारेमा माथिको पाई चार्टले भन्छ भनेर परिचय जस्तो के पाई चार्टको परिचय दिनु पर्यो, इन्ट्रोडक्सन दिनु पर्यो पहिलो हामीहरुको अनुच्छेदमा यानि कि प्याराग्राफमा। अनि भनेको छ हियर वी सी दैट द मोस्ट एपिरेन्ट रिजन फर इन्टरनल माइग्रेसन इज म्यारिज। सबैभन्दा धेरै माइग्रेसन के ल्याउने रहेछ, म्यारिज ल्याउने रहेछ, विवाह ल्याउने रहेछ। यो चाहिँ हामीहरुको यही हो, म्यारिज चाहिँ सबभन्दा माथिको हुने भयो। एन्ड द अदर फ्यामिली रिजन, त्यसपछि चाहिँ अदर फ्यामिली रिजन, यो दोस्रोको भाग भयो। द इन्टरनल माइग्रेसन अफ द पिपुल टु स्टार्ट अ न्यू बिजनेस एन्ड अदर। यसले के भन्यो भने पहिलो अनुच्छेदमा के को कुरा गर्यो भनेपछि ठ्याक्कै यसको इन्ट्रोडक्सन दियो अनि एक्ज्याक्ट कुरा गरेको छ के पहिलो अनुच्छेदमा। त्यसैले हामीले पहिलो प्याराग्राफमा पनि एक्ज्याक्ट कुराहरु भनिदिने। अनि त्यसैले फ्रम द गिवन चार्ट, सेकेन्ड प्याराग्राफ सुरु गर्ने। फ्रम द गिवन चार्ट वी सी दैट 54% of the whole migration take place because of marriage। और त्यसलाई चाहिँ हामीहरुले यहाँ विश्लेषण यानी कि व्याख्या यानी कि डिटेल रूपमा लेख्दै छ हो। यसरी चाहिँ हामीले पहिलोमा इन्ट्रोडक्सन लेख्ने अनि एक्ज्याक्ट कुरा लेख्ने, त्यसपछि त्यसलाई डिटेलिङ गरेर अन्त्यमा चाहिँ फाइनली द चार्ट सोज दैट 2.8 पीपल माइग्रेट फ्रम भेरियस अदर रिजन। यो चाहिँ हामीहरुको सेकेन्ड प्याराग्राफ अन्त्य भयो, जुनमा चाहिँ हामीहरुको अदर रिजन भन्ने छ त हो। यसमा चाहिँ 2.8 हो, यो चाहिँ 2.8 को बारेमा कुरा गरेको छ। अब कुरा गर्नुपर्दा द गिवन चार्ट सोज माइग्रेसन इज द टप रिजन फर माइग्रेसन। के भनेको छ भनेपछि म्यारिज इज द टप रिजन अफ माइग्रेसन। म्यारिज चाहिँ माइग्रेसन गर्नुको मेन कारण हो भनेर लेखेको छ। बाहिरको साउन्ड आउला, यस्तै छ, त्यसलाई चाहिँ इग्नोर गर्नुस्। एन्ड अदर आर इन द डिसेन्डिङ अर्डर, अरु चाहिँ घट्ने क्रममा छ भन्ने भनेको छ। म्यारिज चाहिँ लास्टै बढेको छ, विवाह गरेपछि चाहिँ बसाइसराई गर्नु निकै नै बढेको छ, अरु चाहिँ घटिरहेको छ भन्ने कुरा देखाइएको छ। यसरी चाहिँ हामीहरुले अन्त्य गर्न सक्छौं। हामीहरुले लेख्ने चाहिँ के हैन, तपाईहरुको फ्री राइटिङ ठीक छ भने मजाले लेख्न सक्नुहुन्छ। यसमा चाहिँ मिलाउनु पर्ने भनेको कुरा के हो, सबैभन्दा पहिले इन्ट्रोडक्सन टाइपको गराउनु पर्यो। के होल बारेमा लेख्नु पर्यो, पाई चार्टको होल के को बारेमा भनेको छ त्यसको बारेमा लेखिदिनु पर्यो पहिला। अनि त्यसको अलिकति थोरै एक्ज्याक्ट एन्सर लेख्नु पर्यो। त्यसपछि त्यसलाई जे लेखेको छ त्यसलाई मिलाउँदै लेख्ने, त्यो थाहा हुन्छ। अनि अर्को न्यूज स्टोरी लेख्दाखेरि सबैभन्दा ध्यान दिनुपर्ने कसले लेखेको छ त। सबैभन्दा पहिला माथि टाइटल त लेख्नै पर्यो। टाइटल नलेखिन कुरो चल्दैन है। यहाँ टाइटल नलेखिन कुरो कहीँ चल्दैन। पहिला सुरुमा टाइटल लेख्नु पर्यो। त्यसपछि त्यो लेख्ने मान्छे को हो, यो लेख्यो तर यो न्यूज स्टोरी लेख्ने काम मान्छे होला नि त, कोहीले त लेख्यो होला हो, त्यो लेख्ने मान्छे नाम लेख्नु पर्यो। अनि कहाँ लेखेको हो, कति गते लेखेको, डेट पनि चाहियो अनि ठाउँको नाम पनि चाहियो। यसरी यहाँ जे लेखेको छ फर्मेटमा त्यसरी लेख्ने। अनि यहाँ क्लुहरु दिएको हुन्छ, यहाँ काठमाडौँ फेब्रुअरी 10 भन्ने भनेको छ, यो पनि क्लु दिएको रहेछ, त्यो लेख्नु पर्यो। अब नेपाल बिट ओमान बाई 39 रन अन द फर्स्ट म्याच अफ द आइसिसी मिन्स T20 वर्ल्ड कप क्वालिफायर हेल्ड इन एआई अमरान्त क्रिकेट ग्राउन्ड अन ट्युसडे। यो चाहिँ यहाँ माथि लेख्यो क्लु अनुसार लेखिदिएको छ। ओमान डिसाइडेड टु बल आफ्टर विनिङ द टस एन्ड नेपाल स्कोर अ मिडियम अफ 117 रन टार्गेट अन ओमान। अनफर्चुनेटली ओमान हैज अल आउट एट 78 रन इन 17th ओभर एन्ड नेपाल ओन द म्याच बाई 39 रन। पहिलो अनुच्छेदमा के गर्यो, यसले हावा गफ गरेन। यसले चाहिँ एक्ज्याक्ट कुरा मात्र भन्यो, जे थियो एक्ज्याक्ट भन्यो, एन्सर पुरा सुरुदेखि अन्त्य गराइदियो पहिलोमा, किनकि त्यसमा एक्ज्याक्ट कुरा गर्यो। अब चाहिँ हामीहरुले के भनेको छ, अब दोस्रो अनुच्छेदमा चाहिँ के लेख्ने, दोस्रो प्याराग्राफमा न्यूजमा पनि
यस्तो भयो उस्तो भयो यस्तो भयो अनि त्यो यस्तो भइसक्यो, मतलब कि कुनै एक्सिडेन्ट परेको छ भने यति नम्बरको गाडीले यति नम्बरको गाडीलाई हानेर एक्सिडेन्ट परेर यतिजना मरे भनेर लेखिदिनु पर्यो। अब चाहिँ त्यहाँभित्र के किन भएको थियो, भएर त्यहाँ कतिजना घाइते भए, कतिजना अन द स्पोट मरे, कतिजना हस्पिटलमा मरे, हो त्यस्तै लेख्नु पर्यो हामीहरूले चाहिँ। जब हामीले यिनी एक्सिडेन्टको केसको बारेमा न्युज लेख्दैछौँ भने यहाँ चाहिँ हामीहरूले अब त्यसपछि नेपालले चाहिँ ब्याटिङ गर्यो, ब्याटिङ गर्ने बेला कुशल भुट अनि कुशल मल्लले कति रन हाने, भुर्तेलले कति रन हाने, अनि पहिला ओपनिङले कति रन हाने, स्ट्राटेजी के थियो, उता चाहिँ कतिले कति विकेट ल्याए, हो त्यसको बारेमा चर्चा गर्ने भनेको सेकेन्ड प्याराग्राफमा हो, डिटेलिङ। नेपाली बलर गेभ नथिङ टु द ओमान। अब यहाँ लास्टमा चाहिँ के लेखिदिनु पर्यो, जब एक्सिडेन्ट परेको छ भने त्यो ब्रेक फेल भएको थियो, यस्तै भएको थियो, अनि यस्तो भयो उस्तो भयो भनेर लेख्नु पर्यो। अनि हामीले लास्ट प्याराग्राफमा के लेख्ने कन्क्लुड गर्दाखेरि भने चाहिँ हामीहरूको एक्सिडेन्टमा छ भनेपछि कुनै पनि एक्सिडेन्ट परेको छ भने नेपाल सरकार अथवा स्थानीय सरकारले चाहिँ बिरामी भएका अथवा ती जुन एक्सिडेन्टमा परेर घाइते भएका मान्छेहरूलाई यति रुपियाँ दिने घोषणा गरेको छ भनेर त्यहाँ लेखिदिनु पर्यो। अनि मरेको मान्छेको लागि आफूले संवेदना थोरै लेखिदिनु पर्यो। त्यसैले हामीले त्यो गर्न सकिन्छ त्यता भनेपछि यता चाहिँ हामीहरूले विथ दिस विन नेपाल हैज अ चान्स टु फिनिश एज अ ग्रुप विनर इफ द प्लेयर म्यानेज टु बिट क्यानाडा एन्ड फिलिपिन्स। ती अब हामी एक्सिडेन्टमा कोही बितेका छन् भने मरेका आत्माको शान्ति होस् भनेर लेख्नु पर्यो। यहाँ चाहिँ हामीले के भन्नु पर्यो, अपकमिङ म्याचहरू पनि जितेर आफ्नो ग्रुपको चाहिँ विनर बनोस् नेपाल भनेर चाहिँ लास्टमा हामीहरूले शुभकामना जस्तो थोरै लेखिदिने, थोरै विश जस्तो गराइदिने, यसरी चाहिँ हामीहरूले चाहिँ लेख्न सक्छौँ। अब कुरा गरौँ स्टोरी लेख्ने भनेको पहिला लेख्थ्यौँ हामीले वान्स अपन अ टाइम देयर वाज अ जङ्गल मेनी इयर्स अगो, त्यस्तो नलेख्ने। त्यो भनेको चाहिँ हाम्रो ट्रेडिसनल स्टोरी लेख्ने त्यताबाट सुरुवात हुन्छ, जस्तो हामीहरूलाई ट्रेडिसनल स्टोरी त्यस्तो लेख्ने आउँदैन। यहाँ चाहिँ रिडेबल स्टोरी लेख्ने भनेको छ। अब यहाँ माथि दिएको छ अ ओएस किङ डट फेमस फर दिस हिज जस्टिस, 2 women कम्स टु द किङ क्यारिङ 2 babies, 1 baby is alive but another died, both women claim for the alive baby. The king says that he would cut the baby into half and gave the mother don't like to have the baby cut, rather she is ready to give them to cut. The king finds true mother, everyone praises him to his justice again. Truth is always justified. हाम्रो कुरा के गरौँ भनेपछि यसमा चाहिँ सबैभन्दा पहिले टपिक लेख्नु पर्यो, लेखियो, टाइटल लेख्यो। टाइटल लेखिसकेपछि अर्को कुरामा ध्यान दिनुपर्ने कुरा के भनेको चाहिँ यहाँ चाहिँ अब हामीले वान्स अपन अ टाइम देयर वाज अ जङ्गल यस्तो नलेख्ने, लङ इयर्स अगो, यहाँ चाहिँ लङ अगो सिम्पल लेख्यो, लङ अगो देयर वाज अ किङ, एउटा राजा थियो, हि वाज अ भेरी फेमस फर हिज जस्टिस, त्यो आफ्नो न्याय र विस्डमको लागि निकै नै प्रख्यात थियो। हि ह्याड गिभ जस्टिस टु मेनी अफ हिज पिपुल, whenever people did not get justice they came to the king. जब कसैले न्याय पान्न थिए उनी यही राजा हुने आउँथे। एक दिनको कुरा हो। once 2 women also come to get the right justice from the king, they had carried 2 babies. अब दुईजना आएका थिए महिला, दुईजनाले दुईटा बेबी पकडेका थिए, but one of the baby was died. The 2 women are 2 wives of a man. अब तिनीहरूले के भन्ने, द फर्स्ट वुमेन वाज होल्डिङ अ लाइभ बेबी एन्ड बट सेकेन्ड वान बेबी होल्डिङ अ डेड बेबी, बोथ अफ देम क्लेम द्याट दे अ लाइभ बेबी वाज देयर सन। के भनेको छ भनेपछि त्यो दुईवटा महिला आए, तिनी दुईवटा महिलाले चाहिँ एउटा मरेको बच्चा एउटा चाहिँ जिउँदो बच्चा ल्याएर आएका थिए। तर दुईवटै महिलाले के भन्थे भनेपछि त्यो बाँचेको बच्चा चाहिँ मेरो छोरो हो भनेर दुईटैले भन्थे। द फर्स्ट वुमेन सेड द्याट इट वाज हर बेबी एन्ड द सेकेन्ड टेस्ट फर्स्ट, मेरो दुईटैले भन्दाखेरि अब राजालाई पनि अकमक्क भयो, अब के गर्ने हो यत्रो खतरनाक परिस्थितिमा भन्ने लाग्यो। त्यसले डिसिजन के गर्यो भनेपछि म बच्चालाई काट्छु। डिसिजन द्याट ही वुड कट अफ द बेबी इन्टु 2 pieces, 2 भागमा म बच्चालाई काट्छु, आधा लैजानु भन्छ। त्यसपछि द फर्स्ट वुमेन रिक्वेस्टेड हिम नट टु कट अफ द बेबी, पहिलो केटीले के भन्यो भनेपछि बच्चालाई नकाट्नुस्, म उसलाई दिन तयार छु, बट इट वाज रेडी टु गिभ टु एनीबडी, म जसलाई पनि दिन तयार छु तर बच्चालाई नकाट्नुस् भन्छ। अनि बट द सेकेन्ड मदर सेड द्याट कट गर्नुस्, काट्नुस्, दुईटालाई दिनुस् भन्छ सेकेन्ड मदरले। अनि व्हेन द किङ हियर देयर भ्युज ही युजुअली नो द्याट द फर्स्ट वुमेन वाज द रियल मदर। पनि आमाले आफ्नो छोरालाई त्यस्तो अपराध र त्यस्तरी काटेको हेर्न सक्दैन, त्यसैले राजाले थाहा पायो कि पहिलो चाहिँ सही
हाम्रो त्यो बच्चाको सही आमा थिए भनेपछि सेकेन्ड चाहिँ हामीहरूको थिए नि, त्यो ठिक थिए नि भन्ने कुरा भयो। त्यो चाहिँ फेक थिए, त्यो मदर रियल मदर थिए नि फेक मदर थिए। त्यसैले चाहिँ फेरि डिसिजन तिनले राजाले के गरे भनेपछि पहिलो मदरलाई नै उनको बच्चा दिइसके। त्यसपछि चाहिँ न्याय भयो। न्याय भइसकेपछि सबै मान्छेले न्यायका दाता, न्याय दिने तपाईँको डिसिजन सधैँ राम्रो हुन्छ भनेर सबैले भने। यसको यति लेखिसकेपछि लास्टमा मोरल लेख्न छुटाउनु हुँदैन। सन्देश के दिने हो त यो स्टोरीले? सन्देश के दियो? ट्रुथ इज अलवेज जस्टिफाइड। सत्य जहिले पनि, न्याय पनि जहिले पनि सत्यकै हुन्छ। न्याय कसले पाउँछ? सत्य जसले गरेछ त्यसैले पाउँछ भन्ने चाहिँ कुरा भयो यहाँ। अब कुरा गरौँ हामीहरूले भ्याकेन्सीको। भ्याकेन्सी कसरी लेख्ने भनेपछि सबैभन्दा पहिला भ्याकेन्सी लेख्नु पऱ्यो माथि। न्युली इस्टाब्लिज हाई, अब यही लेख्नुपर्छ, न्युली इस्टाब्लिज हायर सेकेन्डरी स्कुल इन द क्यापिटल सिटी नभए चाहिँ अरू दाङ हुनु पऱ्यो। अनि अरू छन् हामीहरूको पोखरा हुनु पऱ्यो या अरू छन् धेरै ठाउँ हो। तिनी ठाउँको नाम लेख्नु पऱ्यो। आफ्नो सिटीको नाम तुलसीपुर लेखे पनि भयो, घोराई लेखे पनि भयो। अनि काठमाडौँ, ललितपुर, भक्तपुर जहाँ जहाँ सिटी छन् तिनीहरूको सिटी। इन्भाइटेड एप्लिकेसन फर इनर्जेटिक, डेभोटेड, इन्थुजियास्टिक एन्ड रिजल्ट ओरिएन्टेड क्यान्डिडेट फर द फलोइङ पोस्ट। पोस्ट चाहिँ के हो? सेकेन्डरी टिचर। सब्जेक्ट यहाँ यति धेरै दिएको छ, फेरि सबैलाई होइन, हामीलाई सम धेरै चाहिएको छ। टिचर सम भने चाहिँ धेरै चाहिएको छ, एउटा मात्र चाहिएको होइन। इङ्ग्लिस, म्याथ, फिजिक्स, केमिस्ट्री, बायोलोजी। यदि इङ्ग्लिसमा चाहिएको छ भने इङ्ग्लिस मात्र लेख्ने, यदि म्याथ मात्र चाहिएको छ भने म्याथ मात्र लेख्ने, यदि फिजिक्समा चाहिएको छ भने फिजिक्स मात्र लेख्ने। अब यहाँ चाहिँ सबै चाहिएको छ, त्यसरी सबै लेखेको रहेछ। अनि यहाँ चाहिँ के पुरा गर्नुपर्ने के छ? हामीहरूले मास्टर डिग्री हुनु पऱ्यो, एटलिस्ट 2 इयर एक्सपिरियन्स हुनु पऱ्यो। अनि हामीहरूको के छ भनेपछि अब यसमा चाहिँ त्यो कुरा गरेको छैन। अब मनीको बारेमा कुरा गरिन्छ। त्यो चाहिँ हामीहरूको के लेखिन्छ भने त्यहाँ आफ्नो कलेजबाट नै अथवा स्कुलबाट नै आफै त्यहाँ स्कुलको नियमअनुसार भनेर लेखिन्छ। अनि इन्ट्रेस्टेड क्यान्डिडेट आर रिक्वेस्टेड टु सेन्ड देयर एप्लिकेसन विथ अ कपी अफ देयर एकाडेमिक क्वालिफिकेसन सर्टिफिकेट एन्ड सिबी एन्ड 2 PP साइज फोटो लेटर देन अप्रिल 20 भनेको छ। अब आफूले डेट दिने, यहाँ सिबी कसरी लेख्ने त्यो मैले सिकाइसकेको छु, गएर आई बटनमा हेर्न सक्नुहुन्छ। अनि आफ्नो प्रिन्सिपलको स्कुलको नाम कुन हो त्यो लेख्ने, आफ्नो संस्थाको ठुलो मान्छे कुन हो त्यो लेख्नु, संस्थाको नाम लेख्नु पऱ्यो। अनि त्यसको के लेखिदिनु पऱ्यो? एड्रेस लेखिदिनु पऱ्यो। त्यसपछि त्यसको इमेल लेखिदिनु पऱ्यो। यति लेखिदिएपछि भ्याकेन्सी पनि सिद्धिन्छ। यसरी चाहिँ मजाले गर्न सक्छौँ हामीले स्टोरी, न्युज स्टोरी, भ्याकेन्सी र पाइचार्ट। कस्तो लाग्यो भिडियो? मन पऱ्यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। ल है त आजलाई यति नै।